हेलो नमस्ते सबैजनालाई। म गङ्गा लामा डिएससीबाट। आज पनि मैले तपाईँहरूको सामु लिएर आएको छु हाम्रो ह्याप्पी क्लाइन्ट। उहाँ हुनुहुन्छ अस्मिता गुबाजु। उहाँबाटै सुनौँ हाम्रो अफिसबाट प्रोसेस गरिसकेपछिको प्रोसेसहरू, एक्सपिरियन्स अनि हाम्रो कामहरू कस्तो लाग्यो उहाँको मुखबाट सुनौँ। नमस्ते, मेरो नाम चाहिँ अस्मिता गुबाजु। आजभन्दा 1 वर्ष अगाडि चाहिँ म यही युएईमा भिजिट भिसामा आउन लागेको थियो। त्यतिखेर चाहिँ मलाई एयरपोर्टबाट चाहिँ 3 चोटिसम्म चाहिँ जान नदिएर चाहिँ रिटर्न गरेको थियो। त्यो चाहिँ डकुमेन्टहरू त्यस्तै कारणले गर्दाखेरि मैले इन्डियाबाट पनि ट्राई गरेको थियो। त्यतिखेर आउनलाई कति धेरै ट्राई गर्यो, तर त्यस्तो भरपर्दो मैले कोही पनि देखिनँ। अनि त्यसपछि मैले चाहिँ अब युएई आउँदिनँ भन्ने नै सोचिसकेको थियो। फेरि ठ्याक्क टिकटकमा चाहिँ मैले गङ्गा लामा म्यामलाई देखेँ। अनि त्यसपछि उहाँको बुझ्दा जान्दाखेरि चाहिँ उहाँको थ्रुबाट चाहिँ धेरैजना आउनुभएको रहेछ। मेरो साथीहरू, मेरो आफन्तहरू नि आउनुभएको रहेछ। त्यसपछि उहाँसँग कुरा गरेर त्यतिखेरसम्म नि विश्वास चाहिँ थिएन। जब अनि प्रोसेस चाल्दाखेरि चाहिँ के भयो भने पहिलाचोटि आउँदाखेरि चाहिँ मलाई पैसा एकैचोटि मागेको थियो नि त भिजिटमा आउँदाखेरि चाहिँ। तर यसमा चाहिँ के भयो भने स्टेप बाई स्टेप पैसाहरू पनि त्यसरी पेमेन्ट गर्नुपर्ने रहेछ। त्यो अनुसारले चाहिँ अनि फर्स्ट सुरुमै भिजा आउँदाखेरि चाहिँ यति छिटो काम हुने रहेछ, विश्वास गरौँ न त भन्ने हिसाबले स्टेप बाई स्टेप चाल्दाखेरि 15 दिन समथिङ कतिमा भिजा पनि आयो। सबै प्रोसेस हुँदै पेमेन्ट पनि त्यतिखेर नै गर्दा गर्दै आज चाहिँ फाइनली कति 10-15 दिनपछि चाहिँ यता युए आइपुगेपछि अनि कार्डहरू पनि रिसिभ गर्न लागेको। इफ कोही पनि अब फेरि म जस्तै अब युए आउनलाई सोचिरहनु भएको छ भनेदेखि चाहिँ हाम्रो डिएससी गङ्गा म्यामलाई सम्पर्क गर्दा नि हुन्छ। अनि टिकटकतिर हेर्दा नि भयो। अब मेरो चिन्जानको कोही छ भने मलाई सोद्धा पनि हुन्छ, म पनि भनिदिन्छु। किनभने यति धेरै ट्रस्ट गरेर अब यहाँ आइपुग्यो नि त। पहिला म फसेको मान्छे हो। पहिला नि मेरो पैसाहरू चाहिँ कति धेरै अब पहिला नै पैसा त पेमेन्ट गरिसकेको हुन्छ नि त हामीले त विश्वासमा। त्यो पैसाहरू नि रिटर्न पनि आएन। त्यही भएर जो कोही फसिरहनु भएको छ या भिजिटमा आउन चाहनुहुन्छ त्योभन्दा फ्रिल्यान्सको भिसामा आउँदा चाहिँ एकदम राम्रो लाग्यो मलाई। यहाँको सर्भिसहरू नि छिटो हुँदो रहेछ अनि स्टाफहरू पनि एकदम फ्रेङ्की हुनुहुँदो रहेछ। खुसी लाग्यो। यदि तपाईँहरू पनि यसरी नै भरपर्दो माध्यमबाट एप्लाई गर्न चाहनुहुन्छ भने डिएससी लगायत मलाई सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद।